सोच्नुस् त, एउटा यस्तो समुदाय जसको पहिचानै माटोसँग जोडिएको छ, हजारौं वर्षदेखि। हो, आज हामी कुरा गर्दैछौँ नेपालका तीनै प्राचीन शिल्पी कुमाल जातिको। उनीहरूको कथा, जहाँ कला र अस्तित्व भनौँ न एकअर्कासँगै जोडिएका छन्। कुमाल, यो शब्द आफैमा कति अर्थपूर्ण छ थाहा छ? यो आएको हो संस्कृत शब्द कुम्भकारबाट। अब यसलाई टुक्र्याएर हेरौँ है। कुम्भ भनेको माटोको भाँडो अनि कारको मतलब बनाउने मान्छे। सो सिरा भाषामा भन्दा उनीहरूको नामले नै भन्छ कि उनीहरू को हुन्, माटोका कुशल कारिगर। ल अब अलि गहिराईमा जाउँ है। खासमा को हुन् त यी माटाका मानिसहरू? उनीहरूको पहिचान कसरी यो कलासँग जोडिएको छ? आउनुहोस् नजिकबाट हेरौँ। 2021 को जनगणना अनुसार नेपालमा कुमाल जातिको जनसङ्ख्या जम्मा 1,29,702 मात्रै छ। सोच्नुस् त, यो भनेको देशको कुल जनसङ्ख्याको आधा प्रतिशत पनि होइन, जम्मा 0.44%। यो सानो आँकडाले नै उनीहरूले आफ्नो अस्तित्व जोगाउन कति सङ्घर्ष गरिरहेका छन् भन्ने कुराको सङ्केत दिन्छ। अनि उनीहरूको इतिहास, यो कुनै 100-200 वर्षको कुरा होइन। हामी कुरा गर्दैछौँ 2600 वर्ष पुरानो इतिहासको। लुम्बिनीमा भेटिएका त्यति पुराना माटोका भाँडाहरूले के देखाउँछ भने यो समुदायको जरा कति गहिरो छ। मतलब नेपालको कला र संस्कृतिमा उनीहरूको योगदान साँच्चै नै एकदमै पुरानो र महत्त्वपूर्ण छ। अब उनीहरूको आस्थाको कुरा गरौँ। खासमा कुमाल जाति प्रकृतिलाई पुज्ने समुदाय हो, तर समयसँगै हिन्दू धर्मको पनि प्रभाव देखिन्छ। रमाइलो कुरा के छ भने जन्म, जीवन अनि मृत्यु यी सबैका लागि उनीहरूका आफ्नै छुट्टै मौलिक संस्कारहरू छन्। हो, यही कुराले नै त उनीहरूको सांस्कृतिक पहिचानलाई अझ विशेष बनाएको छ। तर सबै कुरा त्यति सकारात्मक मात्रै छैन। अब हामी एउटा चिन्ताजनक पाटोतर्फ जाँदैछौँ, उनीहरूको भाषा र संस्कृति कसरी बिस्तारै हराउँदैछ भन्नेतर्फ। यो एउटा भनौँ न मौन क्षयीकरण हो। एउटा एकदमै चिन्तालाग्दो आँकडा छ। जम्मै केवल 14,345 जनाले मात्रै कुमाल भाषालाई आफ्नो मातृभाषाको रूपमा बोल्छन्। सोच्नुस् त, लाखौंको जनसङ्ख्यामा यति थोरै। अनि यो भाषाको आफ्नै लिपि पनि छैन, जसले गर्दा नेपाली भाषाले यसलाई बिस्तारै विस्थापित गर्दैछ। साँच्चै भन्नुपर्दा यो भाषा अब लोप हुने खतरामा छ। अनि यो समस्या भाषामा मात्रै सीमित छैन, उनीहरूको परम्परागत पहिरनमा पनि उस्तै छ। पुरुषहरूले लगाउने त्यो सेतो भोटो र कछाड, अनि महिलाहरूको कालो चोलो र गुन्यो, यी सबै मौलिक पहिचानहरू अहिले आधुनिक कपडाको भिरमा कता कता हराइरहेका छन्। भाषा गयो, भेषभूषा पनि हराउँदैछ, तर सबैभन्दा ठूलो खतरा त उनीहरूको मूल पहिचान अर्थात् माटोको कलामा नै छ। आखिर किन कुमालेको त्यो चक्र आज सुस्त हुँदैछ त? आउनुहोस् यसको कारण खोजौँ। खासमा यसका पछाडि 3वटा ठूला कारणहरू छन्। पहिलो, स्रोतको अभाव। भाँडा बनाउन चाहिने त्यो विशेष काली माटी पाउनै गाह्रो छ, अनि भट्टी बाल्न दाउराको पनि उस्तै समस्या। दोस्रो, बजारको प्रतिस्पर्धा। सस्तो प्लास्टिक र एल्युमिनियमका सामानहरूले माटोका भाँडालाई विस्थापित गरिदिए। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, नयाँ पुस्ताले यो गाह्रो र कम आम्दानी हुने पेशामा खासै रुचि देखाएनन्। यी सबै चुनौतीहरूको बीचमा आज यो समुदाय एउटा दोबाटोमा उभिएको छ। एकातिर आफ्नो पहिचान जोगाउनु छ, अर्कोतिर प्रगति पनि गर्नु छ। ल, अब उनीहरूको सामाजिक आर्थिक अवस्था कस्तो छ त्यसलाई अलिकति नियालेर हेरौँ। यदि हामीले नेपालको नक्सामा हेर्यौँ भने कुमाल समुदायको बसोबास मुख्य गरी केही प्रदेशहरूमा केन्द्रित भएको देखिन्छ। सबैभन्दा धेरै लगभग 39% लुम्बिनी प्रदेशमा, त्यसपछि गण्डकीमा 31% र बागमतीमा 17%। मतलब उनीहरू देशभरि छरिएर भन्दा पनि केही निश्चित ठाउँहरूमा बढी बस्छन्। तर जनसङ्ख्याको यो तथ्याङ्क भन्दा पनि एउटा अर्को आँकडा छ जुन एकदमै शोचनीय छ। कुमाल समुदायमा उच्च शिक्षा मतलब हायर एजुकेसन हासिल गर्नेको सङ्ख्या 2% भन्दा पनि कम छ। सोच्नुस् त, 100 जनामा 2 जना पनि छैनन्। यसले उनीहरू शैक्षिक र आर्थिक रूपमा कति पछाडि परेका छन् भन्ने कुरा छर्लङ्गै देखाउँछ। ओहो, यही नेर आएर कुरा अड्किन्छ। कुमाल समुदायले एकैपटक 2वटा लडाईँ लड्नु परिरहेको छ। एकातिर आफ्नो भाषा, संस्कृति र त्यो हजारौं वर्ष पुरानो कला जोगाउनु छ, अनि अर्कोतिर देशको विकाससँगै आफू पनि अगाडि बढ्नु छ, प्रगति गर्नु छ। यो सन्तुलन मिलाउनु साँच्चै नै एउटा ठूलो चुनौती हो। र अन्तमा यो कुमाल जातिको मात्रै कथा होइन,
यो हामी सबैलाई एउटा ठूलो प्रश्न छोडेर जान्छ। जब हामी विकास र प्रगतिको कुरा गर्छौं, त्यो दौडमा अगाडि बढ्दै गर्दा एउटा राष्ट्रले आफ्नो जरा, आफ्नो प्राचीन परम्परा र पहिचानलाई चाहिँ कसरी जोगाएर सँगै लैजान सक्छ? यो प्रश्न साँच्चै नै सोच्न बाध्य बनाउने खालको छ।